हेलो साथीहरू, म चाहिँ तपाईहरुलाई यहाँनिर टिङटिङे देखाउन गइरहेको छु, जहाँ चाहिँ अब तपाईहरुको एउटा यहाँ चाहिँ ढुङ्गा अब तपाईको अचम्म लाग्दो छ हैन। पहिला म आएको, यसपालि पनि तपाईहरुलाई चाहिँ भिडियोको मार्फत देखाइदिनु पर्यो भनेर फेरि दुबारा आएको छु तपाईहरुलाई यो टिङटिङे ढुङ्गा देखाइदिनुलाई। फेरि एकपल्ट तपाईहरुलाई यो चाहिँ तपाईको यो एरिया हो, यो टिङटिङे ढुङ्गाको हुन्छ। अब त्यस्तो मेन्टेन छैन रहेछ अहिले, तर पनि अब तपाईहरु आउनुभयो भने चाहिँ आउन सक्नुहुन्छ। त्यो चाहिँ यहाँनिर हो, यहाँभित्र यहाँनिर छ हैन। जस्तै भए पनि अब पवित्र ठाउँ हो, यसो ढोकेर जान्छु अन्त अब तपाईहरुलाई चाहिँ यो सुनाइदिन्छु म हैन। अब यहाँ तपाईले कस्तो बच्छ भनेर हैन। हेर्नुहोस् यहाँ पूजा पनि गर्छ, यी पूजा गर्ने जग्गा हो। यो चाहिँ तपाईको यो चाहिँ त्यो युनिक ढुङ्गा चाहिँ यो हो तपाईको। अहिले म तपाईलाई यसको साउन्ड पनि सुनाइदिन्छु। यो चाहिँ तपाईहरुको यस्तो हैन, यो ढुङ्गा चाहिँ यसरी बस्छ, यस्तो राम्रो बस्छ। अब यहाँतिर अर्कै बस्नु पर्यो, यो ढुङ्गाले यस्तो खालको साउन्ड गर्नु खालको बस्छ, तर यो चाहिँ अर्कै खालको बस्छ। तपाईहरुलाई यस्तो यही देखाउँछु, त्यही भएर तपाईहरुलाई देखाएको। तपाईहरु यता गेरेथाङ साइडबाट आउनुभयो भने चाहिँ यो रोड भएर आउनुहोस् हैन। यता यो तपाईको यो खेचेबेरीहरु गेजिङ तपाईहरुको जाने रोड हो, त्यसको साइडमा यो छ तपाईको हैन। यो तपाईको सानो गेट बनाइदिएछ, यसको चिनो चाहिँ यो गेट मात्रै छ। तपाईहरु यो गेटको अलिकति मुनि जानुभयो भने चाहिँ त्यो ढुङ्गाको नजिकै पुग्नुहुन्छ तपाईँ। त्यहाँ यहाँ अलिक बेसी टाढो छैन, 3 मुनितिर हो। तपाईँ 1 मिनट पनि लाग्दैन तपाईलाई पुग्नु यहाँदेखि ओह्रालो।